नाक जुदाएर अगाडि आएर प्रश्न गर्ने हिम्मत भएको हरेक मान्छेलाई जहाँ भन्यो त्यहीँ गएर भेट्न तयार छु। मलाई लागेको आरोपहरू पुष्टि गरोस्। तर अँध्यारो कुनामा एउटा पर्दा राखेर, दुईटा कुर्सी राखेर, एउटा क्यामेरा र एउटा माइक तेर्स्याएर आरोप लगाएको भरमा हल्लिने मान्छे चाहिँ रवि लामिछाने होइन। प्रमाणित गर्नुपर्छ। प्रमाणित नगरिकन स्याल भुइँयाका भरमा तर्सिने गरी म यो बाटोमा आएको छैन। मलाई थाहा छ मैले कति अन्डर खेप्नु छ, मैले कति मुद्दा मामिला झेल्नु छ, कति आरोपहरूको सामना गर्नुपर्ने छ, कति धेरै घेराबन्दीको सामना गर्नुपर्छ। सबै जानेर बुझेर होस हवासमा, रातको अँध्यारोमा होइन, दिनको उज्यालोमा पार्टी दर्ता गरेर नेपाली जनतालाई आफ्नो बाटो स्पष्ट पारेर आएको मान्छे हुँ। हिजो पार्टी सुरु गर्दा जे भनेको थिएँ आज त्यसैमा अडिग छु। हिजो टेलिभिजनमा बोल्दा जे भनेको थिएँ त्यसैमा अडिग छु। 12 वर्ष अगाडि अमेरिकै बसेर पनि आफ्नो कार्यक्रममा जे भनेको थिएँ त्यसैमा अडिग छु। गर्नुपर्ने धेरै छन्, तर चेकलिस्ट बनाउनै पर्छ। 1 नम्बर, 2 नम्बर, 3 नम्बर, 4 नम्बर, 5 नम्बर। 1 नम्बर भनेको भ्रष्टाचारको अन्त्य हो। त्यसपछिको नम्बर भनेको स्वास्थ्य, गुणस्तरीय स्वास्थ्य जनतालाई दिने हो, गुणस्तरीय शिक्षा जनतालाई दिने हो, रोजगारी सृजना गर्ने हो, उद्योग कल कारखाना खोल्ने वातावरण सृजना गर्ने हो, सामाजिक न्याय स्थापना गर्ने हो, महिलाहरूका लागि सम्मानित ब्लू बस देशैभरि चलाउने हो, आमाहरूलाई जाँच गर्नका लागि, बाहरूलाई जाँचाउनका लागि घर घरमा मोबाइल क्लिनिक पठाएर उहाँहरूको जाँच गर्ने हो। पैसा हुने होस् नहुने होस् सबैले उपचार गर्नुपर्ने व्यवस्था बनाउने हो। यो सबै काम गर्दाखेरि कति वर्ष लाग्छ थाहा छैन। त्यसपछि यो देशलाई विकसित राष्ट्र बनाउने हो। विकसित राष्ट्र बनाउँदा पनि पुगेन छ भने जे राष्ट्र बनाउने हो त्यही राष्ट्र बनाउने अग्रपंक्तिमा रवि लामिछाने हुन्छ। पहिलो